अझै लास्ट टेन्सन भइरहेको रहेछ क्या दाइलाई जति बेला बिरामी भएर मैले कल गरिदिएको थिएँ फोन गरेर कस्तो छ दाइ भनेको त ड्युटी राम्रोसँग गरेँ भाइ भनेर भनिदिन्छ होइन भरे मरिन्छ कि के हो कस्तो टेन्सन भयो। हेलो गाइज सम्पूर्ण युट्युबमा जतिजनाले पनि मलाई सब्सक्राइब गर्नुभएको छ उहाँहरू सबजनालाई मनदेखि माया छ। सो आज चाहिँ म यहाँ मेरो ड्युटीको बारेमा अलिअलि तपाईँहरूलाई बताइदिँदैछु। अब म यहाँ ड्युटीमा लागेको चाहिँ 2 वर्ष हुनु लाग्यो भन्दा पनि 2 वर्ष त 2 वर्ष हुनु लाग्यो। अब यहाँनिर चाहिँ एकजना दाइ हुनुहुन्छ र हाम्रो दाइ चाहिँ ड्युटी गर्नुभएको लगभग 25 वर्ष पुगिसक्यो गाइज होइन। अब पहिल्यैदेखि अब यहीँ मात्रै ड्युटी गर्नु भएको छ अनि बिरामी पनि हुनुभएको थियो। अब छोड्नुभन्दा पनि छोड्नु भएको छैन। उहाँको चाहिँ पेन्सन पनि पाकिसकेको कुराहरू पनि आइरहेछ। उहाँको चाहिँ राम्रो रहेछ अनि छोड्नु भनेको अब दाइलाई चाहिँ फेरि ओभरै अब यो कामको बारेमा चाहिँ लास्ट टेन्सन भइरहेको रहेछ क्या दाइलाई जति बेला बिरामी भएर मैले कल गरिदिएको थिएँ फोन गरेर कस्तो छ दाइ भनेको त ड्युटी राम्रोसँग गरेँ भाइ भनेर भनिदिन्छ होइन। अब जस दाइलाई चाहिँ ड्युटीको एकदमै टेन्सन। अब फेरि डर लाग्दो छ। अब अहिले चाहिँ त्यस्तो छैन खासै केही पनि। अब मेडिसिरी पनि यहीँ छ। अब कति मान्छे मरिरहेको हुन्छ यहाँ पनि। अब डेन्जर अब चलेको हस्पिटल हो अनि त्यसको कारणले यहाँ पनि अब डर लाग्दो तर्साउने त्यस्तो पनि थियो पहिला। अहिले चाहिँ यो सब बाढी आए पछाडि पनि यत्रो हरियाली भइरहेछ होइन गाइज। तर खासमा चाहिँ हाम्रो यो पहिला चाहिँ बाढी आउनुभन्दा पहिला चाहिँ यहाँनिर चाहिँ म यसरी उभिराखेको भए पनि कसैले देख्दैन थियो क्या गाइज। अहिले त अब सबैले देखिहाल्छ होइन पारीवारीदेखि। पहिला चाहिँ नदेखिने एकदमै जङ्गलको भित्र भएको जस्तै पारी हेर्नु सक्नुहुन्छ गाइज जङ्गल पुरै। अहिले चाहिँ बाढीले सबै रुखहरू पनि धेरै ढाल्यो त्यस कारणले गर्दाखेरि भइरहेछ। ओके गाइज अब म चाहिँ यहाँ ड्युटी आएपछि यो राउन्ड हान्ने चाहिँ मेरो अब कर्तव्य हो। आउने बित्तिकै जहिले राउन्ड हान्नु पऱ्यो। अब के कसो छ यताउति हेर्नु। अब अहिले भिडियो बनाइरहेको छु र पनि अब हेरिरहेको छु यताउति के भइरहेछ भने अब त्यो मैले रिपोर्ट गर्नुपर्ने हुन्छ। अनि सो गाइस बिहान बेलुका चाहिँ जहिले पनि यो राउन्ड हान्नै पर्छ हेरेर। अब ड्युटी बुझाउने बेला पनि 1 राउन्ड हान्ने पछाडि अनि के कसो छ आजको जस्तो छ छैन सबै हेर्ने अनि त्यस पछाडि ड्युटी बुझाइदिने। ओके गाइज अब मेरो चाहिँ बाटो यस्तो छ। ओके अब यहाँदेखि सिधै म 1 राउन्ड हान्दा बनाउँछु त्यसपछि दाइलाई म भेटाउँछु है त गाइज। अनि दाइ हेलो गाइजहरू यो चाहिँ कालगेडी कि कोही के भन्दो रहेछ यो औषधि हुन्छ भन्थ्यो हो कि होइन गाइजहरू कमेन्ट गरिदिनु त गाइज। यो कालो कालो पाकिरा हुँदो रहेछ जहिले हेर्छु जहिले पाकिरा हुन्छ। यहाँ यत्रो पाकिरा रहेछ यो के को औषधि हो कमेन्ट गरिदिनु लस् गाइज। ल गाइजहरू म चाहिँ औषधि भनेर यो खानु लागिरहेको छु के हुन्छ भरे बिग्थ्यो अन्त फेरि मरिन्छ भने गाइज। ल तर यो चाहिँ होइन औषधि नै हो भनेर भनेको थियो अनि हो कि जस्तो पनि लागिरहेछ मलाई। कालगेडी कि खै के भन्दा रहेछ। म चाहिँ यो एउटा खानु पर्यो भरे फेरि एकैचोटि खायो भने त भरे मरिन्छ कि के हो। यो उता मासतिर हाम्रो दाइ हुनुहुन्छ त्यहाँ दाइलाई देखाउनु पर्छ गाइज होइन। किनभने यो खाइसकेँ मैले खानु त एउटा तर पनि त्यो दाइलाई थाहा छ कि थाहा छैन। नभए अर्को हाम्रो एकजना साथी हुनुहुन्छ त्यहाँनिर उसले चाहिँ चिन्छ क्या मजाले। ओके गाइज म चाहिँ अहिले यहाँनिर राउन्ड हान्दैछु। यस्तो जङ्गल छ यहाँ पनि फेरि डेन्जर छ फेरि खतरा तर्साइदिन्छ नि राति त साथी हो। तर यो अहिले चाहिँ खुल्ला भएको छ। पहिला चाहिँ एकदमै कालो होइन माथिदेखि कोही मान्छेले नदेखिने होइन गाइज एकान्तमा। अब हामी चाहिँ आगो तापेर बस्नुपर्छ राति जहिले होइन। अब त्यही भएर यहाँनिर यो यति सानो ठाउँ छ तर यो चाहिँ एकदम जडीबुटीहरू चाहिँ धेरै पाउने ठाउँ रहेछ क्या गाइज। यहाँनिर धेरै औषधि खोज्ने मान्छेहरू आउँथ्यो अनि खै के जहिले यो खोला छेउछेउतिर हुने रहेछ। यहाँ आएर निकै जडीबुटीहरू धेरै चिन्नु त चिना छैन तर सुन्नु चाहिँ सुनिसकेँ। अब यो एउटा यो गाइज यो एउटा हो अनि अर्को यो एउटा यो
के भन्छ यो मकै जस्तो भएको यसको यस्तै हुन्छ अरे भन्थ्यो कहीँ खोला छेउछेउ हुन्छ अरे त्यो पनि औषधि हो अरे अनि गाइजहरू यस्तो छ गाई मोमो तर ठाउँ चाहिँ बब्बाल छ गाइजहरू होइन एकान्त जस बब्बाल छ अब यो पार्टी चाहिँ हाम्रो सेन्टर जेल हो फेरि होइन गाइज हाम्रो मेडिसिटी हस्पिटल पनि देख्नु सक्नुहुन्छ गाइजहरू मेरो चाहिँ यहाँनिर टक्क हाम्रो जक्सन ल गाइज मैले राउन्ड हान्दा यत्रो टाइम आइसक्यो मैले चाहिँ यस्तो राउन्ड हानेर आएको क्या गाइज जहिले मेरो चाहिँ राउन्ड हान्ने यो मेरो काम हो होइन त्यही भएर सो गाइजहरू अब यो औषधि आमामा यहाँ फेरि यत्रो पाकिरहेको रहेछ गाइज अब कत्रो बोट रहेछ वार पार आमाम यो औषधि नै हो गाइज के को औषधि हो चाहियो भने मलाई भन्नु होला सम्पर्क नम्बर छाडिदिनुहोस् गाइज चाहियो भने यति धेरै रहेछ आमामा के अरे कालगेडी कि खै नाम पनि अनि यहाँ यति जङ्गलभित्र चाहिँ गाइजहरू जडीबुटीहरू धेरै खालको छन् र आम्मा यता हेर्नु न गाइज यति धेरै छ कि तर यहाँनिर सर्प पनि हुन्छ गाइज यहाँनिर दुईवटा सर्प ठुल्ठुलो पहिलादेखि नै बस्थ्यो रे मैले पनि एउटा चाहिँ देखेँ कसम गाइजहरू एकदमै ठुलो थियो होइन लगभग यो पाइप बन्दा यत्रो चाहिँ थियो क्या गाइज तर त्यो त सानो भयो रे यहाँ दाईहरूले पहिलादेखि बस्ने उहाँ हाम्रो दाई हुनुहुन्छ उहाँ चाहिँ यहाँनिर 25 वर्ष पहिलादेखि यहाँ बसेकै उसको काम क्या अब ड्युटीमा सो गाइजहरू आज हाम्रो दाईसँग चिनाउनु गइरहेको छु हाम्रो दाईसँग अलिअलि कुराकानी राख्दछु अलि हाम्रो दाई पनि सन्चो हुनुहुन्न हाम्रो खोइ हलदार साहब गयो यो दाई के हो यो दबाई हो कालगेडी खानुहुन्छ औषधि हो यो यही हो नि हो पाइल्सको हो यो पनि हो पाइल्सको औषधि केमा दाइ किरामा दाँतमा सुन्नु नहुने यो ए म्याक अस्ति मैले त अनि ए निलिहाल्नु पर्ने र अनि दाइ यहाँनिर सर्प दुईवटा छ भनेको छु कि मैले केन भन्नु त यहाँ दुईवटा ठुल्ठुलो सर्प छ नि अस्ति मैले एउटा चाहिँ देखेँ त्यो कत्रो छ त यो पाइप भन्दा त ठुलो छ नि त्यत्रो अस्ति बाढी आउँदाखेरि चाहिँ कहाँ गयो होला हो तर त्यत्रो बाढीमा त बगाउनु पर्ने माछालाहरू अनि सानोहरू पनि छन् दाइ अस्ति मैले एकचोटि पानी अस्तिको साल असारमा त्यहाँनिर रोडमै मैले हिँड्दा अनि अब यहाँनिर मैले चाहिँ दाजुलाई भनेको तपाईँले ड्युटी गरेको 25 वर्ष पुग्यो भनेको पत्याएको छैन क्या हो किन भन्नु त 25 वर्ष पुग्यो नि होइन पहिला यहाँ पुरै अति म आउँदैसम्म नै यो त पुरै जङ्गलै थियो कस्तो लाग्यो त गाइज भिडियो सो तपाईँहरूलाई के कस्तो लाग्यो कमेन्ट गरिदिनु होला अनि सबजनाले लाइक कमेन्ट सब्सक्राइब गरेर सपोर्ट गर्नु होला अनि लास्टसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद छ तपाईँहरूलाई ओके गाइज सो आजको लागि यति नै तपाईँहरूसँग अब बिदा माग्न चाहन्छु ओके बाई सी यु सोन